पहिला ठुल्ठुला माछा भन्छन् ती माछालाई जति ल्याएर थुनो अनि पछि पकाएर खाम्ला। त्यो प्रचण्डले जहर खान फेरि छैन हेर्नुहोस्, बौलाएर हिँडेको छ। अब त्यो शेरबहादुर भन्ने उहाँ कहाँ लुक्न गयो हेर्नुहोस्, त्यो सातै घर त हो। त्यस्तो गरेर कमाएको सम्पत्ति के काम? अब बसेर खान पाइन्न भने त्यो लुटेको होस् कि कमाएको होस्, त्यो सम्पत्तिको कोही अर्थ हुँदैन क्या। गृहमन्त्रीले गएर उसलाई आगो लगाए जस्तो पो गर्छन्। त्योभन्दा पहिल्यै मरेका सिन्हाहरूले जो थिए यिनका पाला कति मान्छे मरे? सिंहदरबार अघिल्तिरै आगो लाएर मरेको प्रचण्डको पाला हो क्या हो? प्रचण्डको गाडी मुनि गाडी मुनि आगो लाएर मर्दा कसैले कुरो गरेनन्। अहिले बालेन कहाँ छन्, त्यो सुजन गुरुङ कहाँ छ, उहाँ आगो लगाएर चाहिँ नि मर्यो अरे भन्ने बित्तिकै लो बालेनले आगो लगा, सुजनले आगो लगाऊ भन्थ्यो हो। जब त्यो 17,000 मार्ने बेला कानुन कहाँ गएर लुकेको थियो? म त त्यो पो खोज्दैछु त। यिनलाई कानुन लाग्ने, यिनीहरूलाई कानुन नलाग्ने। राजाले बनाएको देश हो भाइ, म कसको भइजाउँ? नकटाहरूले बनाएको भए त तिनैका गीत गाउँदा। यो देशै राजाले बनाएको रहेछ। पृथ्वीनारायणदेखि आगे हेर्नुहोस् न, हामीलाई त 3 बिहा जग्गा राजाले दिएछन् के? अनि राजालाई गाली गर्ने मैले? यिनले त भएको जग्गा नि उठाइदिए। मेरो राति दुकुराए, मलाई त के गरे हेर्नुहोस्। मसित नि हतियार भए त मारिदिन्थेँ यो दुईजना त। त्यहाँ पुर्याएको नि मर्न कि मार कि मर भन्छ क्या। मलाई दर्द माथि दर्द छ हेर्नुहोस्। बाँचेको मात्रै हो। राष्ट्रपतिमा बाबुराम भट्टराईलाई ल्याउने अरे, बालन सरकार र चाहिँ रवि खचरा खुच्रु गर्दैछन् अरे भन्ने सुन्नमा आछ। पक्की कुरो त होइन। यदि ल्याउने हो भने धन्यवाद छ, उसलाई ल्याउनु पर्छ। किन? उसले सुरङमा हालेर इन्डिया पुर्याइदिन्छ हामीलाई पनि। उसले सुरङ खन्ने नै हो, पहिल्यै सुरङ खनेर लडिङ्गे हम या करिङ्गे भनेर भन्थ्यो। भनेपछि हामीलाई सबलाई सुरङमा हालिदिन्छ। हेर्नुहोस् बालेनजी, तपाईँले चाहिने यो चाहिँ तपाईँलाई पनि छोड्ने होला छैन। उसले सुरङ खनेका अहिले पुर्या छन्, उसका सुरङ ठुल्ठुला छन्। अनि त्यहाँबाट हामीलाई सबलाई सुरङमा हालिदियो भने बल्ल थाहा पाउँछ ए म त सुरङमा परेँ भनेर। दुर्गा परसाई पनि हावा रहेछन् क्या। दुर्गा परसाई नि चाहिँ नि राम्रै मान्छे हो भनेको थियौँ हामीले। कता कता हावा तालमा बोलेर नि कसैले पत्याउँछ? ऊ त कमसेकम मन्त्री सन्त्री त हुने होला मान्छे जस्तो छ नि त। बालनको खुबी छ के। अब यिनले खायौँ अब सुत्यौँ भन्न पाउनेवाला छैनन्। अब चाहिँ नि बिचरा प्रचण्डले भनिरहेछ यसरी हामीले भ्रष्टाचार गरेको निक्लो भने त हामी कसो गरौँ, ल एकजुट हौँ भनेको छ। भनेपछि बालनजी तपाईँलाई हामीले ढोवर नामला यो यी भ्रष्टाचारलाई ल्याऊ भने है ट्राफिकले गल्ती गरेको छ। ऊ कुना लुक्ने अनि केटाहरूलाई आएपछि मोटरसाइकल समाउने, फुत्त निक्लेर समाउने अनि चिट काट्ने। यो चाहिँ बालनजीले सुजन गुरुङले चाहिँ सम्हाल्नुपर्छ। यिनलाई चिट काट्नुपर्छ हामीले गलत गरे भने। पुलिस ट्राफिकले राम्रो गरेका छैनन्। देश बिगार्नेमा 1 नम्बर प्रचण्ड हो, माछो त्यो पनि हो। र यी ओली र यी सेरेमा जोख्नुपर्छ। काँटा हालेर जोख्ने भने कता ढल्किन्छन्। यी दुइटै उस्तै हुन् क्या देश बिगार्नेमा। अब मान्छे समेत बेच्न थाल्ने भनेपछि कम हो यी कुरा। त्यो बालेनको पुत्लो जला आफै जलो, आफ्नो नाश आफैले गर्छ क्या यिनीहरूले। के आफ्नो खाल्टो आफै रविले भने जस्तो चाहिँ अलि ठुलो खाल्टो खनेछन्। अब आफू म मात्रै हाल्ने भनेको त यी सबै पर्ने भयो भनेको ठ्याक्क पर्न आएछ नि त। अहिले पर्न आँटे, अहिले ती ठुल्ठुला पर्न आएन नि त। त्यो ठुलो खाल्टो भएर मेरा जानेका हाम्रो त 22 जनासम्म यहाँ 22 जनासम्म हाम्रो यहाँ। तपाईँको सबै काङ्ग्रेस हो हामी फेरि पहिलाको। त्यो काङ्ग्रेसले त कल कारखाना त्यो सब बेचेर खाएर काङ्ग्रेसका साथीभाइ रचन भने त रिसाउनु होइन। सब पछि पो यो मोबाइलले मेरो सबै थाहा दियो। के जुट फ्याक्ट्री बेचेको, सिमेन्ट फ्याक्ट्री बेचेको, कपडा फ्याक्ट्री यस्ता नि हाल्छन् भोट। यही बालेन नयाँ आएछ, यसैले चाहिँ अनुमान गर्छ भनेर यसैलाई ठोकियो। सब परिवारलाई मैले त भने मभन्दा अलि उमेर कमाइका छन्, एउटा सम्झी मात्रै अलि मभन्दा जेठा हुनुहुन्छ। अहिले त भयो बालेनलाई ठोकौँ भन्ने भयो काङ्ग्रेसले। अनि काङ्ग्रेस कहाँ पुग्यो अहिले हेर्नुहोस् त। राजा छोडो यो पनि गयो। अब आउँदैन यिनीहरू, आउँदैन। यी चारैजना आछन् भने तपाईँले यो रेकर्डमा राख्नु यिनी आउँदैन। अब तपाईँ चोर हो भनेपछि मैले थाहा पाइसकेपछि अनि तपाईँलाई मैले नमस्कार गर्न जान्छु त नि। यिनले तपाईँलाई भात खान दिँदैन, सकेसँग खोसेर खान्छन्। हेर्नुहोस् ठोक्ने हो पर्यायो खण्डमा। ठोक्ने हो यिनलाई चाहिँ नि। अस्ति म गएको थियौँ, हामी 4-5 जना गएको थियौँ है, धेरै होइन। त्यो माइतीघर मण्डलमा जानु भएको थियो भर्खरै। अस्ति गएको त्यहाँ के अर्थ रहेछन् भनेर त्यहाँबाट रचा अर्कै काण्ड। अनि हामीहरू ल भाइ यो काण्ड रहन्छ, सुजनको विषयमा रहन्छ भनेर हामीहरू फर्क्यौँ। ल भाइ तपाईँलाई नमस्कार छ सम्पूर्ण मिडियामा। लो धन्यवाद बाबु। आराम हुन्छ? आराम।
के छ बालनलाई त आछु आछु पारे भन्छ नि त, तपाईँ चुपचाप बस्नु भएको छ प्रधानमन्त्रीलाई। होइन बालनलाई त अब गर्ने नै भयो नि, अँ, किनभने प्रधानमन्त्री उही हो। अब आफू हुन पाइएन, क्यारो न अब बैराग भएछ तिनीहरूलाई होइन। अहँ, खाइपाइ आएको लुटी धन्दा त्यता चौपट बनाइदिए उनले, बालनले। अब यो हुँदाखेरि त यिनीहरूले त छरपट छरपट धन्न जहर खाएको छ नि यिनीहरूले। तपाईँ कुनै दिन सुन्न सक्नुहुन्छ मेरो ख्याल यिनीहरूले त्यो प्रचण्डले जहर खान फेरि छैन, हेर्नुहोस् बौलाएर हिँडेको छ। अब त्यो शेरबहादुर भन्ने उहाँ कहाँ लुक्न गयो हेर्नुहोस्, त्यो सातै घर त हो। त्यस्तो गरेर कमाएको सम्पत्ति के काम? अब बसेर खान पाइन्न भने त्यो लुटेको होस् कि कमाएको होस्, त्यो सम्पत्तिको कोही अर्थ हुँदैन क्या। हामी अब 2 रुपियाँ नकमाए पनि मजाले गफ गर्नु, गाली गर्न नि भ्या छौँ। ए तिमीहरू यसो नगर है, तिमीहरू यसो गर भन्न भ्या छौँ। कति राम्रो हुन्छ कति राम्रो हुँदैन त्यो त थाहा छैन, जनताले मूल्याङ्कन गर्ने हो। तर यस्तरी भगौडा भएर यत्रो प्रधानमन्त्री 5-5 चोटि भएको मान्छे भाग्न पर्दाखेरि यो लाज शरम भन्ने कताको के कुन डाँडाको नाम हो? अब यी छरपट्टा र ओली प्रचण्ड यिनीहरू चाहिँ नि उत्पात भइरहेछन्, किनभने अलिकति जहर मिसाएर खाए जस्तो भएछ। अब यिनीहरूले खाना बेर छैन कतै। अब रह्यो कुरा यो बालेनलाई पनि खोइरो खन्या भन्न सुनेको छु। दोस्रामा यो के भन्छ गृहमन्त्री बिचरा त्यो आगो लागेको खण्डमा क्या आगो लाछ त्यो एउटा केटाले हो कुनाले हो, त्यो आगो लागेको खण्डमा त्यसैले आगो लगा जस्तो पो गर्छन् बा। त्यही के अरे त्यो गृहमन्त्रीले गएर उसलाई आगो लगा जस्तो पो गर्छन्। त्योभन्दा पहिल्यै मरेका सिन्हाहरूले जो थिए यिनका पाला कति मान्छे मरे? सिंहदरबार अघिल्तिरै आगो लाएर मरेको प्रचण्डको पाला हो क्या हो? प्रचण्डको गाडी मुनि गाडी मुनि आगो लाएर मर्दा कसैले कुरो गरेनन्। अहिले बालेन कहाँ छन्, त्यो सुजन गुरुङ कहाँ छ, उहाँ आगो लगाएर चाहिँ नि मर्यो अरे भन्ने बित्तिकै लो बालेनले आगो लगा सुजनले आगो लगाऊ भन्थ्यो हो। यिनीहरू जनताले बुझ भाइ हो, नबुझ्नेवालालाई त अब यिनले गोही खुवाए पनि बुझ्दैन, त्यसरी नै भन्न पर्यो। अब बुझ्नेवालाले पछि नलाग। अब मर्नेवाला के मन लागेको थियो, डिप्रेसन थियो कि त्यो भाइ मर्न हुँदैन त्यो एउटा कमजोरी हो। अब मर्न मन लाग्यो भने कहीँ खसेर मरिहाल्छन्। अब बालेनको जिम्मा त होइन, अनि यो सुजनको जिम्मा नि होइन। त्यो सुजन रातभरि चाहिँ नि त्यहाँ के भन्छ हस्पिटलमा बसिराखेको रहेछ, 2 बजे गएको रहेछ, यहाँ देखिन्छ त। अब कुन गृहमन्त्री थियो कि जो यस्तरी जनता मर्दाखेरि गएर आगो लाउँदाखेरि गएर हस्पिटलमा चेक गर्ने कस्तो हुन्छ, म दबाई पानी गर्छु भन्ने कुन गृहमन्त्री थियो त्यो मलाई बताऊ, सारे जनतालाई बताऊ। कोही गृहमन्त्री मर्यो कि कुकुर बिरालो मरे जस्तैको पनि नमान्ने थिए। अब यिनी अहिले च्याउपलाजी उफ्रेर सुजनलाई उरेका छन्। अब रह्यो कुरा हेर्नुहोस्, सुजन अनि बालेन यी दुईटा छन्। यी दुईटा भनेका एकदम तगडा मान्छे हुन्। यिनी जान पर्यो हल्लिन हुँदैन भन्छु मैले त, फिट्क हल्लिन हुन्न। यी छेउ त पलाइराख्छन् के, यिनले तपाईँलाई भात खान दिँदैन, सकेसँग खोसेर खान्छन्। हेर्नुहोस्, होइन भने तिमीलाई बसी खानु दिँदैन। यो मैले जानेको कुरा हो। यी हेर्नुहोस् बुढो भएर यो दाँत साँत फुत्किसक्यो, हाम्रा कपाल फुलेर अब कता जाने हो भने जस्तो भइसक्यो। हामीले जानेका छैनौँ त। भनेपछि तपाईँहरूलाई सुजनलाई र चाहिँ नि गृहमन्त्री र चाहिँ नि बालनलाई बसी खानु दिँदैन। तपाईँहरू सतर्क रहनुहोस्, डराउने कुरो हुँदै होइन, हामी छौँ नि। ठोक्ने हो पर्यायो खण्डमा, ठोक्ने हो यिनलाई चाहिँ नि। अस्ति म गएको थियौँ, हामीहरू 4-5 जना गएको थियौँ है, धेरै होइन, त्यो माइतीघर मण्डलामा। जानु भएको थियो भर्खरै? अस्ति गएको, त्यहाँ के अर्दा रहेछन् भनेर त्यहाँडो रचा अर्कै काण्ड। अनि हामीहरू लो भाइ यो काण्ड रहन्छ, सुजनको विषयमा रहन्छ भनेर हामीहरू फर्क्यौँ। भनेपछि सुजनहरू गर्न आएका हुन्, यिनलाई गर्न दिया भाइ भन्ने त हो, तर यिनले दिँदैन तपाईँलाई काम गर्न। तर तपाईँहरू त सबै छ, सेना छ, पुलिस छ, अनि जनता छन्, 2/3 जनता। तपाईँले याद गर्नुहोस् त, तपाईँसित कति जनता रहेछन्, अनि तपाईँ किन डराउने? ठोक्ने हो यिनीहरूलाई, ठोक्ने हो। अब तपाईँले मलाई अलिकति ठाउँ दिनुभयो भने मैले के हार्थेँ भन्ने कुरा भन्नु भएन। के हार्नुहुन्थ्यो तपाईँले? मैले गर्थेँ नि यिनलाई त। हो र? म त त्यो कानुन चाहिँदैन। हेर्नुहोस्, कानुन पछि ल्याउने हो,
म त यसरी भन्छु, जब त्यो 17,000 मार्ने बेला कानुन कहाँ गएर लुकेको थियो? सिंहदरबारको अघिल्तिर चाहिँ नि त्यतिखेर कानुन कहाँ लुकेको थियो? म त त्यो पो खोज्दैछु त। यिनलाई कानुन लाग्ने, यिनीहरूलाई कानुन नलाग्ने, पहिला ल्याएर कोरखडा हाल कठखरा, अनि त्यहाँबाट अमिलो लगाऊ छिल, अनि सब पैसा पनि बताउँछन्। यिनले यत्रो गरे भाइ, पैसा त पुरा विदेशमा छन्। हेर्नुहोस् अब कसका छैनन् पैसा, अरबौँ पैसा छन्। त्यसो हुँदाखेरि हेर्नुहोस् त्यो मेयर समेत पैसा इन्डियामा लगाइरहेछ प्रचण्डकी छोरीले भने। मलाई त्यो सुन्नमा आछ। अब रह्यो एउटा कुरो अझ छ क्या मसित। के कुरो बताउनुहोस् त भाइ? एउटा होइन 100 वटै बताउनुहोस् आज। अब यो के भन्छन्, प्रचण्डले आजै मिलौँ भोलि मिलौँ भन्ने कुरो त तपाईँहरूले बुझ्नु भएकै छ। हो त, आयो त कुरो अस्ति भन्दै थियो नि, अहिले नै मिलौँ भरे नै मिलौँ भन्छ। अनि के तपाईँ हामी किन भन्दैनौँ त? हामीलाई चाहिँ केही नै छैन भनेपछि अहिले मिलौँ भोलि मिलौँ भन्नेको अर्थ तपाईँहरूले बुझ्नुहोस्। के हो त यसको अर्थ? अब त्यत्रो पैसा लुकाएको अब निकाल्ने भयो बालनले। अब यो भ्रष्टाचार गरेको पैसा जति निकाल्न पर्यो भने त अब मर्न र मात्नु भइगयो। विदेशले नि थाहा पाउने भयो यत्रो पैसा लुकाएर छ भनेर भन्ने चाहिने त भयो होला नि। खटपट अब पैसा लाने भयो भनेर यिनीहरूको निद हराम भएछ। यिनी राति सुत्न सकेका छैनन् भनेपछि यिनलाई चाहिने पर्यो। बडा आपत परेको छ। अब एउटा कुरो के आयो भनेदेखि मलाई हल्का सुनेको हो, अब राष्ट्रपतिमा बाबुराम भट्टराईलाई ल्याउने अरे, बालन सरकार र चाहिँ रवि खचरा खुचरु गर्दैछन् अरे भन्ने सुन्नमा आछ। पक्की कुरो त होइन। यदि ल्याउने हो भने धन्यवाद छ, उसलाई ल्याउनुपर्छ। किन? उसले सुरङमा हालेर इन्डिया पुर्याइदिन्छ हामीलाई पनि। उसले सुरङ खन्ने नि हो, पहिल्यै सुरङ खनेर लडिङ्गे हम या करिङ्गे भनेर भन्थ्यो। भनेपछि हामीलाई सबलाई सुरङमा हालिदिन्छ। हेर्नुहोस् बालनजी, तपाईँले चाहिने यो चाहिँ तपाईँलाई पनि छोड्ने होला छैन। उसले सुरङ खनेका अहिले पुर्या छन्, उसका सुरङ ठुल्ठुला छन्। अनि त्यहाँबाट हामीलाई सबलाई सुरङमा हालिदियो भने बल्ल थाहा पाउँछ ए म त सुरङमा परेँ भनेर। तपाईँ यो फर्मुला तपाईँलाई थाहा छ। मैले अब थोरसा मिलाएर भनेको होइन, सिधै डाइरेक्ट भनेको हो। सुरङमा हाल्छ कि भन्ने चाहिँ डर छैन भने दिनुहोस्। अब त्यस्तै मान्छे चाहियो भने सुजाता कोइरालालाई बोलाउनु न राष्ट्रपतिलाई बनाउनलाई। लिपुले कालापानी चाहिँ नि भारतको हो, भारतलाई दिनुपर्छ, हामीले त्यहाँ केही गर्नै सक्दैनौँ उसले भनेको है, सुजाताले भनेको। अनि त्यहाँबाट लिजमा दिने अरे फेरि। अब यसा चाहिँ नि नेपालमा पालेर बसेका रहेछौँ। हेर्नुहोस् अहिले त यो मोरो यो मोबाइलले मोरो क्या सबै देखाइदियो। यस्तो गजबको मोबाइल रहेछ। यो कहाँको फोन आयो फेरि? ए प्रचण्डको आयो क्या फोन? आयो क्या? मलाई त आउँछ झिना मसिनाको त आइहाल्छ। मैले तिनीहरूको फोन उठाउने वाला छैन। हो र? तिनीभन्दा त म ठुलो। कसरी भन्दा नि, एक त थोरै भए नि उमेरले नि ठुलो रहेछु। दोस्रा यी साथीभाइ गाउँघर जताततै मलाई छिची भन्दा, त भट्टाचार्य होस् भन्दा, ए यो मुला आछ भन्दा, त्यसलाई त बाटा भेटे पिट्ने बेर छैन केटाहरूले। हो र? एक्लै भेटे पिट्छन्, जनताले ठोक्छन् ठाउँको ठाउँ। यसलाई कहाँ छोड्छन् गाँठे? यत्र 17,000 मारुति दाजुभाइहरू। अनि ओलीज्यूलाई पनि नमस्कार है, यत्र 76 जनालाई उडाइदिनु भयो तपाईँले। अनि पछि किन लागेको? त्यो कान काट्ने नाइनले के भनेछ, हामी पहिला नि एमाले। अरे भाइ तिमी एमाले हो भने नि आऊ, यतै आऊ। त्यो राम्रो गरेको छ भने त यता आऊ नि त। अहिले त बालनले एक्लै छन् त, 2 जना मात्रै राम्रा मान्छे देखिया छन् त्यहाँ। अब तिनले जान पर्यो, केही गर्छन् भन्ने आशा छ। अब त्यो चाहिँ गर्न सकेनन् भने बडा दुर्लभ्य हुन्छ। हामीलाई भाग्य हाम्रो सकिन्छ। होइन, बालनलाई त यहाँ त ढाल्ने हो भन्छ नि त, कसै गरी राजीनामा दे। बालन सरकार त ढाल्ने हो भनेको छ नि। अब त्यो मैले गएर ढाल्ने हो भनेर हुन्छ त नि। अब उनीसित त्यत्रो बहुमत छ, 2/3 धन्ने छ। यत्रो दिएर जनताले तिमी बलिया बनाएर पठाएको, तिमी बलिया हौ है भनेर, अनि तिमीले भन्दैमा चाहिँ तिमी थुरथुर काम नि। बालनजी त्यो हुन सक्दैन। हामी त डराएको छैनौँ, अब तपाईँ डराउने हुन्छ। अब सेना पुलिस सबै तपाईँसित छ, जनता तपाईँसित छ, अनि तपाईँ डराउने? तपाईँ त बिल्कुल 1 इन्च पहिला जसरी हिँड्नु त्यसरी हिँड्नुहोस्।
बालन जिल्ला भन्छु अनि पहिला नम्बर राजाले ल्याएर राख्नुहोस् कुरो आइहाल्यो त्यही फेरि हो र कुरा कता फेरि घुमाउनु भयो फेरि त्यहाँ आयो राजा ल्याएर राखेनौ भने अँ, तिमीलाई राति सुत्न नि दिन्नन् दिउँसो हिँड्न नि दिन्नन् बोल्न नि दिन्नन् यसै फ्याउ उसै फ्याउ गरेर हैरान कटाउँछन् फ्याउरोहरूले अँ, त्यसो हुँदा राजालाई ल्याऊ हाम्रो राजा हो अब यो देशै उसैले बनाएको गाँठे राजाले अब यी छमडा बाँड्न आएका हेर्नु प्रदेश 7 प्रदेश बनाए होइन अब 14 अञ्चल 75 जिल्लाको हाम्रो देश हो अनि वडामा चाहिँ नि 3-4 वडा बनायो हामीलाई सताएको यो हैरान बनाएर उता लगाएर बुझाउनलाई भनेपछि हेर्नुहोस् बालनजी त डराउँदा नि एउटा अब सुजन गुरुङलाई हैरान पारे जस्तो चाहिँ देख्छु सुजन गुरुङको छोरा डराउनुहुन्न उस्तै परे ठोक्दै तिमीले ठोक हामी त अब मार्लन एउटा दुडा भए त तिमीले चाहिँ नि बङ्गारा फुस्किनेर ठोक न आँटे तिमीसित पुलिस जन म भए के गर्ने थिएँ भन्छु भने बालन डराउनुहुन्न सुजन गुरुङ डराउनुहुन्न अस्ति जान पर्यो त्यो मान्छे बितेको ठाउँमा गएर 2:30 बजेसम्म बसेर रहेछन् ती सुजन रातभरि बसेको त्यस्तो गृहमन्त्री पाछम यार यी भुते माङ्ग्रेले चाहिँ नि के भन्छ करायो भने डराउँदै यी चाहिँ हुनेवाला चाहिँ नि पच्नेवाला कुरो छैन काम छैन बरु तपाईँकै पार्टीभित्र एउटा चाहिँ मान्छे छ है को छ है यो जान पर्यो सोडिङवाले अर्थमन्त्री भन्ने यो दुधमा कर लगाउने अरे अनि केमा हो कर लगाउने भनेको छ अब उसले चाहिँ हेर्नुहोस् है तपाईँलाई नि बिगार्ने हामीलाई नि बिगार्ने बेर छैन उसँग सतर्क रहनुहोस् अब हाम्रै ऊ भएछ रनता अब हुन चाहिँ त्यो हो अर्थमन्त्री अब कहाँ के गर्ने हो उसले जान्नु कसैले जानेको छैन अब एमसिसी अब किन यसरी भन्नुभयो भने एमसिसी पास गर्ने उही हो हामी 51 करोडको डलर लिएर आउँदैछौँ गाँठ भन्ने त उही हो भनेपछि याद गर्नुहोस् बालनजी तपाईँले सुजनले याद गर्नुहोस् तपाईँ एक्लै पनि 2 जना नहिँड्नुहोस् अलिकति मान्छे अस्ति नै भनेको थिएँ मैले 4-6 जना चाहिँ नि सिभिल ड्रेसमा हिँड्नुपर्छ रिभर गोजी हालेर ठुइ हिँड अनि त्यहाँबाट अलिकति थाहा पाउनुपर्छ यो त खतरा छ भाइ भनेर त्यता चियाउँदै भनेपछि तपाईलाई परिआए खण्ड म पनि सुरक्षा दिन तयार छु प्रधानमन्त्रीले भन्दै आएको थियो मलाई त पताउँदै हैन मलाई त म जाने छु नि त म सिक्युरिटी गार्ड दिन सक्छु मजाले बालनलाई दिन सक्छु सुजनलाई दिन सक्छु मजाले हतियारहरु यसो ठ्याक सब आउँछ मलाई अब गफ गरे जस्तो हुन्छ हेर्नु तपाईहरुको सामनेमा मलाई कुनै हतियार ल्याएर फाल्देऊ यो खोलेर टुक्रा बनाइदेऊ फेरि जोड्देऊ अनि काग गरेर गोली हान भन्ने हो भने म सबै गरिदिन्छु कुनै हतियार त्यो दम छ तपाईसँग मसँग छ एक्लै आयो भने त कोही मान्छे भर्खरको जुवानलाई त टेर्दिन म अब 73 वर्षको भए म चाहिँ नि अब गफ गरे जस्तो हुन्छ धेरै त भन्दिन म किन यति साह्रो रिस उठेछ हैन यो देशै खाल्टालोर हालिसके त ए भाइ त्यो नालापानी युद्धमा 72 वर्षको बुढो र एउटी सुत्केरी आइमै लडेका छन् याद गर्नुहोस् पछि फर्केर त्यस्तो देश हो यो भनेपछि यिनले भुटिने हैन बाबुरामलाई अब यो सुरङ खन्ने हो भने लिएर आऊ हामीलाई नि सबैमा हाल्ने हो भने होइन भने बाबुराम खबरदार बाबुरामलाई त यो हल्का फुल्का सुन्न आछ हामी मान्ने होला छैनौँ राष्ट्रपति न के पति हो मान्दैनौ यसलाई मान्दैनौ दुर्गा प्रसाईले भन्छ यो सरकार पुससम्म मङ्सिरसम्म टिकाएर देखाऊ भन्छ दुर्गा प्रसाई नि हावा रहेछन् क्या दुर्गा प्रसाई नि चाहिँ नि राम्रै मान्छे हो भनेको थियौँ हामीले कता हावा तालमा बोलेर नि कसैले पताउँछ हावै हुन् तिमी हावै यार उ त कमसेकम मन्त्री सन्त्री त हुने होला मान्छे जस्तो छ नि त मलाई त केही भन्नु नि छैन घरको सदस्य निकाले पनि मान्छु भात खान पाउँछु त्यति भए भएछ पहिला ठुल्ठुला माछा भन्छन् ती माछालाई जति ल्याएर थुनो अनि पछि पकाएर खाम्ला होइन ठुला माछा भन्नुभयो कसलाई भन्नुभयो तपाईँले ठुलो माछा त यही हो पर्चन्डे सेरे अनि जान पर्यो आजु अनि यो के अरे माकुने यी ठुल्ठुला माछा ओलीको त नामै आएन त ए ओली पनि हो नि ओली यी 4-5 जना ठुल्ठुला माछा यिनलाई जान पर्यो ल्याऊ यिनका पैसा ल्याऊ कहाँ राखेका छन् अति 3.5 करोड त एउटाले बुझाइहाल्यो थरथर भएर बुझाएर ल्याएर राख्यो होइन बालनको खुबी छ के अब यिनले खायौँ अब सुत्यौँ भन्न पाउनेवाला छैनन् अब चाहिँ नि बिचरा प्रचण्डले भनिरहेछ यसरी हामीले भ्रष्टाचार गरेको
निक्ल्यो भने त हामी कसो गरौँ ल एकजुट हौँ भनेको छ। भनेपछि बालनजी तपाईँलाई हामीले ढोवर नामला यो यी भट्टाचार्यलाई ल्याऊ भने है बरु त्यो पैसा कुनै एउटा नालासाला बनाऊ, कुनै केही गर्नु छ भने त्यो बनाऊ। अब चाहिँ नै त्यो पैसा त ल्याउनु हो, जनताको पैसा हो। सबभन्दा ठुला माछा कुन हो त? तपाईँले ठुला माछा नाम त भन्नुभयो कि होइन? ठुलो माछा त अब सबभन्दा ठुलो माछा अब देश बिगार्नेमा 1 नम्बर पर्छ त्यो हो, माछा त्यो पनि हो। र यी ओली र यी सेरेमा जोख्नुपर्छ, काँटा हालेर जोख्ने भने कता ढल्किन्छन्। यी दुइटै उस्तै हुन् क्या देश बिगार्नेमा। यी चाहिँ धेरै नै खाए क्या हाम्रो सम्पत्ति। अब मान्छे समेत बेच्न थाल्ने भनेपछि कम हो यी कुरा। नेपाली जनतालाई शरणार्थी बनाएर बेच्ने होला भनेपछि यी कम कुरा होइन। हामीहरू त बेहरी आत्तिया थियौँ। हेर्नुहोस्, जब बालेन आएपछि भाइ जेसुकै गरोस् भन्ने यहाँ पुग्यो। यसले त गर्नु जनतालाई गरेका हुन् नि, जे माने ट्याक्स, जे माने कर। अनि यो पुलिसको ट्राफिक नि हेर्नुहोस्, म चाहिँ त्यो मोटरसाइकल सटरसाइकल अब चलाउन हेर्नुहोस्, मलाई मेरो लागि भनेको छैन, सारा जनताको लागि के भन्छु भने ट्राफिकले गल्ती गरेको छ। ओ कुना लुक्ने अनि केटाहरूलाई आएपछि मोटरसाइकल समाउने, फुत्त निक्लेर समाउने अनि चिट काट्ने। यो चाहिँ बालनजीले सुजन गुरुङले चाहिँ सम्हाल्नुपर्छ। यिनलाई चिट काट्नुपर्छ हामीले गलत गरे भने। पुलिस ट्राफिकले राम्रो गरेका छैनन्। किन उनले त धेरै नकुद, जथाभावी नकुद, एक्सिडेन्ट हुन्छ, दुर्घटना हुन्छ भन्ने हुने होइन र? होइन, त्यो त एउटा कुरा भयो। त्यो भन्दाखेरि त्यो भनिदिए, तर लुकेर बस्यो नि। अनि त्यहाँबाट गएर त्यो बिचरा कोही मान्छेहरू चाहिँ दबाई गर्न गएको हुन्छ, कोही पिर परेर गएको हुन्छ, त्यसलाई जान पर्यो यसरी हेर्ने झ्याप्प समात्ने। अनि एक्सिडेन्ट भएर मुसा बिरालोले छोपे जस्तो गरेर त्यसो गर्ने होइन नि। अनि सहीमा हिँडेको छु। एउटा केटाले भनिरहेछ, म सर त्यो उसले पठाउ रहेछ, उसले भन्छ कि सर म चाहिँ 1 मिनट त्यो नानीलाई उतारे गइहाल्छु भन्दाखेरि नाइ हुँदैन, पर्ची काट्नु। अरे भाइ मान्छे हो यार, मान्छेलाई मान्छे जस्तै व्यवहार गर न। यो ट्राफिकलाई थोरै ध्यान देऊ है। म त यो भन्दैछु, म ट्राफिकसित रिसाएको नि होइन। जनताहरू त यहाँ आफैले आगो लाएर चाहिँ आफै चाहिँ सकिन थाले त के हुँदैछ देश कतातिरको भए यस्तो होइन। पहिला नि आगो लाउँथे बाबु। अब यो प्रचण्डले ओलीका पाला आगो नलगाएको भन्ने कुरो छैन क्या। यो 35 वर्षसम्म के फर्केर हेर्ने हो भने धेरै दुर्घटना भएका छन्। त नेपालमा अलिअलि जो छ मनस्थिति कमजोर भएका कोही त्यस्तो गर्छन्, तर दोष उसलाई लगाउनु त भएन नि। बालनलाई ऊ त उहाँ उसैको ड्युटी त बस्या हुन्न। अब त्यो प्रहरीले पनि काँडो देखोस्, त्यो के भन्छ नगर प्रहरीको रहेछ त्यो त्यहाँ चाहिँ रोकेको त्यो आगो लगाउने बेलाको क्या, त्यो जिम्मेवारी लिने हो भने त्यो नगर प्रहरीको प्रमुख को छ उसले लिनु पर्यो नि। बालनले र त्यो सुजन गुरुङले त होइन त। यिनीहरू त यता छन् नि त, मर भनेर पठाएको नि होइन। भएपछि यिनीहरूलाई दोष लाउनु भनेको बहुत कमिना कुरा हुन्छ, नराम्रो कुरा हुन्छ। यो मलाई गाली गर्न मिलाएर गाली गर्न हुन्छ? हुँदैन नि। यस्तो चाहिँ नराम्रो वातावरण तयारी गरेका छन् यिनीहरूले। मलाई त कति चित्त बुझेको छैन र सारा जनतालाई नि बुझेको छैन। अनि सडकभरि आन्दोलन हुन थाल्यो, बालनको पुतला जलाउन थाल्यो प्रधानमन्त्रीको। हेर्नुहोस् त, अब त्यो गर्न लागेको मान्छेलाई गर्न नदिनलाई आफै आउनलाई त गर्ने भयो। हेर्नु भने पाप कुर्लेको एउटा भाइले चाहिने के गरेको छ, त्योसित मैले चिनेको नि छैन, रिस पनि उठ्दैन। त्यो बालनको पुतलो जला आफै जलु, आफ्नो नाश आफैले गर्छ क्या यिनीहरूले। के आफ्नो खाल्टो आफै रविले भने जस्तो चाहिँ अलि ठुलो खाल्टो खनेछन्। अब आफू म मात्रै हाल्ने भनेको त यी सबै पर्ने भयो भनेको ठ्याक्क पर्न आएछ नि त। अहिले पर्न आँटे, अहिले ती ठुल्ठुला पर्न आएन नि त, त्यो ठुलो खाल्टो भएर हो र हो पर्छन् यिनीहरू सबै। यिनीहरू त छोड्दैन, यिनीहरूले छोड्दैन, यिनीहरू पनि छोडिन्छन्। यिनले छोडे भने उही भैँसी मरेसी जुम्रो छोड्छ नि, जमराले नि छोडिदिन्छ, साथ दिँदैन। त्यस्तै बालन, रवि, सुजन यिनीहरूलाई पनि जनताले आउट गरिदिन्छन् यिनलाई छोड्यो भने है। आज यिनी 4-5 जना यी भट्टाचारीलाई छोड्यो भने यिनलाई पनि जनताले छोड्छन्। अनि बौलाएर हिँड्न बेर छैन, जनताले झापा त्यहीँ कुट्ने। अरू उपाय त के छ त नि हामीसित। अनि तुरुन्त यिनीहरूलाई जेल हाल्नु पर्यो भन्ने कुरो हो तपाईँको? जेल मात्रै हाल्न यिनलाई हुँदैन कि यिनलाई त छाला छिल्न पर्ने मान्छे हुन् कि। यत्रो पैसा लुकाएको छन् यार। अब देशको सम्पत्ति यसरी हिनेमिना पार्ने,
अनि मान्छे मार्ने मान्छेलाई कहीँ यस्तो कानुन छ यिनीहरूले यस्तो कानुन बनाएर ल्याइदिए कि हामीले जे गरे पनि हुन्छ भन्ने बनाएर ल्याएका छन् त्यो कानुन संविधान फालाऊ पहिला नम्बर संविधानै फाल्न पर्छ यिनलाई बचाइरहेको छ होइन संविधान त संविधान त अलि सच्याउ संशोधन गरौँ भने त मानेन त यिनीहरू सबै निक्लेर हिँडे त अनि होइन मानेनन् भने तपाईँसित 2/3 छ त्यही 2/3ले पास गर अरे भाइ तिनी मानेनन् त जान्दो हुन्छ हिजो चाहिँ नि जनयुद्ध भनेको नेपाली मार्दाखेरि त्यहाँ संविधान कता गयो त्यो कहाँ गएर सुतित्तो ए भाइ फर्केर पनि हेर न मान्छेलाई झ्याप समातेर लगेर मारेका छन् गाँठे त्यतिखेर संविधान कहाँ थियो अहिले त्यो मानेनन् भनेर त्यसरी हुँदैन तिमीहरू जति छौ 2/3 को सरकार तिनीहरूले चाहिँ नि संविधान फेर्न पर्छ संविधान फालिदिनुपर्छ खराब झ्याप बनाउने ठोकिहाल्छ खराब झ्याप बनाउनु पर्छ पहिलो नम्बरमा कसलाई खराब झ्याप बनाउने भन्नुहोस् त पहिलो नम्बरमा त यिनी आउँछ नि 4-5 जना यिनी जो धेरै भ्रष्टाचारी गरेका छन् अझ अर्को निक्लिया छ त्यो नाम पनि आउँदैन मलाई भनेपछि यसलाई चाहिने पहिला यी ठुल्ठुला भ्रष्टाचारीहरूलाई कराब झ्याप पार्नुपर्छ टाउकेहरूलाई टाउकेहरूलाई कराब झ्याप पार्नुपर्छ खोइ बालीले सक्दैन कि जस्तो पो छ त यहाँ त टाउकेहरूलाई उठाउन त न यसो यिनलाई हैरान पार्या होला नि प्रक्रिया मिलाएर जान्छ ऊ अस्ति नै ओली समातेर लिएर गएको संविधान खोजेर अनि ती न्यायाधीशहरूले उसलाई छुट्याइदिए अब न्यायाधीश पनि एउटा बदली गरेका छन् क्या 4 नम्बर होला अझ अर्को पनि ल्याऊ अर्को न्यायाधीश पनि ल्याऊ है बाले यिनले चाहिँ नि तिमीलाई एउटा न एउटा बाहना बनाएर छोडिदिने बेर छैन अर्को पनि ल्याऊ अनि त्यहाँबाट संविधान चेन्ज गर फालिदेऊ यो चाहिँदैन राजा ल्याएर त्यहाँ राख तिमीलाई कसैले हल्लाउँदैन होइन तपाईँ खालि राजा राजा भन्नुहुन्छ राजाको मान्छे हो क्या तपाईँ म राजाको मान्छे भन्दा पनि राजाले बनाएको देश हो भाइ म कसको भइजाउँ नकटाहरूले बनाएको भए त तिनैका गीत गाउँदा यो देशै राजाले बनाएको रहेछ पृथ्वीनारायणदेखि आगे हेर्नुहोस् न हामीलाई त 3 बिहा जग्गा राजाले दिएछन् के अनि राजालाई गाली गर्ने मैले यिनले त भएको जग्गा नि उठाइदिए मेरो राति दुकुर आए मलाई त के गरे हेर्नुहोस् मसित नि हतियार भए त मारिदिन्थेँ यो 2 जना त त्यहाँ नपुर्याएको नि मर्न कि मार कि मोर भन्छ क्या होइन परियासी जे पनि गर्नुपर्छ भने फन्टोल खेलाइ क्या बेस गरी मलाई दर्द माथि दर्द छ हेर्नुहोस् बाँचेको मात्रै हो बाँच्न पाइयो अब त्यसो भएको हुनाले यिनलाई जान पर्यो छोड्नुहुन्न बालनजी रवि के अरे रविले के हार्छन् कुन्नी गफ मात्रै गरे कि नाका डाँडी भाँच्नु भन्थे खोइ आजसम्म भाँचेको छैनौ त्यो होइन गाडी पो तेर्साए अरे सडकभरि के गर्दैछन् यिनीहरू देश बनाउलान् भने त गाडी तेर्साउँछन् गाडी तेर्साउँछन् मोटरसाइकल तेर्साउँछन् चिन्ता नमान्नु होइन गगन थापा घर अगाडि लगेर गाडी तेर्साइदिएछन् ठिक गरे ठिक गर्ने के ठिक गर्नु यिनले विरोधै गर्ने हो यिनले ठिक त के गरेका थिए र के गाडी तेर्साएछन् भाइ हिजो त्यत्रो गाडी त सडकमा तेर्साए भन्छन् अब यो यिनीहरूले भन्छन् सरकार पक्षले गरेको भन्छन् अब सरकार पक्षले चाहिँ नि यिनीहरूले गरेको भन्नुपर्छ भन तिमीले पनि यो सरकारले गरेको होइन भनिदिन्छु म त गरेको रहेछ भने पनि अहिले यसो गरेर लाछ बिचरा उसलाई खेतो खन्ने त हुँदैन नि होइन सरकारलाई यसो असफल गराउनु होला है षड्यन्त्र गरे हो कि षड्यन्त्र गरे यिनले हो यिनले अथाह जानेका छन् षड्यन्त्र बालेनको खुट्टा तान्नलाई खुट्टा तान्नलाई फेरि बालेनका मान्छे थुप्रै छन् यार के हार्छन् यिनले सक्दैनन् बालेनका त मान्छे त अब 2/3 भनेपछि कुरो बुझ्नुहोस् अब अन्तर्राष्ट्रियले त मानिसक्यो उसलाई तपाईँ हामीले नमानेर के हुन्छ र तर तपाईँले चाहिँ तपाईँको स्पष्ट चाहिँ छैन त्यो बालेन सरकार गर्न लागेको त राम्रै हो के हो भन्ने छ अझै हो र किन देश विकास गर्ने भन्छन् त उनी त देश विकास त पछि गरौँला पहिला यी भ्रष्टाचारीका पैसा ल्याऊ तिम्रो चाहिँ अहिले 1 वर्ष त हान्ने ठोक्ने भनेको छन् अस्ति चितवनमा गएर भनेन नि तपाईँले सुन्नु भएन कस्तो 1 वर्ष त हामी ठोक्छौँ जसुकै होस् भन्दै त चितवनमा गएर 1 वर्ष 1.5 वर्ष लाउला यसलाई जो ल्याउनलाई सबैलाई त्यो ल्याऊ पहिला विकास पछि गर भन्छु मैले अब गर्न लागेका चिजलाई नगर त भन्न भएन तर विकास पछि गर भाइ त्यो पैसा ल्याएर ढिकुरी चाहिँ नेपालमा तन्काऊ अनि जनतालाई राहत देऊ महँगाई घटाऊ अहिले छोइ खानु छैन यार इन्डियामा 40 रुपियाँको 5 किलो आलु यहाँ जान पर्यो 50-60 रुपियाँ 1 किलोलाई पर्छ चलो भाइ तिमीले जे गर्यौ त्यो मानियो तर चाहिँ नि यो महँगाईले मान्छेलाई चाहिँ नि कोठा भाडा तिरुन् कि अरे स्कुल केटाकेटी पठाउन् कि साबन किनुन् कि त बैराग भएछ बिचरा
महँगाइले गर्दाखेरि तपाईँले चाहिने यो पनि ध्यान दिनुपर्छ। सरकार भएपछि सबै जनताको रेखदेख गर्नुपर्ने हुन्छ तपाईँलाई। म त अब तपाईँलाई 2-4वटा कुरा मात्रै गर्ने हो, गर्ने काम तपाईँले हो। हुँदाखेरि यी चाहिँ भ्रष्टाचारीका पैसा ल्याऊ अनि त्यहाँबाट देशमा सञ्चालन गर। कल कारखाना नि खुल्दैछन् अरे है। हेटौँडा कपडा कारखाना त सेनाले खोल्ने भइसक्यो हेर्नुहोस्। अब हेर्नुहोस् जसरी भयो नि गोर्खाली टायर पनि खोल्ने अरे। यी सबै चाहिँ खुसी लाग्छ नि त ऊ बालेन आसी। नत्र पहिला त बेचेर खाएका नि यिनले। अब तपाईँ दह्रो भइजानुहोस्, दिल दह्रो गर्नुहोस्, हामी साथमा छौँ। तपाईँको साथमा हामी जनता पुरै छौँ। आत्तिनु पर्दैन। आत्तिनु चाहिँ तपाईँ हुँदैन बिल्कुल। यत्रो दिइसकेपछि नि आत्तिने कुरो आउँछ। यिनलाई चाहिँ नि केही पनि छैन। मान्छेले देखे थुथु फ्याङ्ग्री मर्छन्, यिनी आत्तिए जस्तो गर्दैनन्, डराउँदैन, अझ तपाईँलाई गाली गर्छन्। तपाईँ आत्तिने हुने त कुरै भएन। चुपचाप बसेका छन् त बालेन त बोलेका छैन चुपचाप। किन हिँड्दै के योजना बनाउँदैछन् क्या अर्को? बालनको बानी नि त्यस्तो रहेछ क्या। चुपचाप बस्ने, रिबन काट्न नजानी, उद्घाटन गर्न नजानी, त्यो पनि त एउटा राम्रो कुरा हो नि। गर्ने मान्छेले त चुपचाप चाहिँ गर्छ नि त। नगर्ने मान्छेले त फलान ठाउँ म पुल बनाइदिन्छु भन्ने, फलान ठाउँ यस्तो गरिदिन्छु भन्ने दुनियाँ गफ हाँक्दै हिँडे। अब 2-3 ठाउँ गएर उद्घाटन गर्ने, यी त राम्रो होइन नि। बालनले राम्रै गरेका छन्, चुपचाप काम गरेका छन्। नबोली गरे नि हुन्छ। किन बोल्नु परेको छ? राम्रो काम त देखा परेको छ। त्यो एउटा के अरे त्यो एमालेको भन्ने मलाई रिसाउलन एमालेका साथीहरूले। त्यत्रो पैसा कहाँबाट ल्यायो? पहिला सुकुम्बासी रहेछ, त्यसलाई त समाते। अब ओलीलाई समाता, प्रचण्डलाई समाता, शेरलाई समाता, त्यसै है केही गर्नु परेन। केही गर्न पर्दैन। तिमी सुतेर खाऊ न हार, जनता खुसी। यी कोही एमालेका होलान्, कोही काङ्ग्रेसका होलान्, कोही माओवादीका होलान्, रिसाउन्। तिनले चाहिँ त्यत्रो पैसा खाँदाखेरि त्यो रिसाउनेवाला कहाँ थियो? म त्यो जवाब दिन्छु तिमीले मसित भन्यो भने। यत्रो पैसा खाएर चाहिँ यार देश विकास गर्छु अरे। भुजराज देश विकास गर्ने, यिनले हाम्रो विकास गरेका रहेछन्। अब त थाहा भयो नि यो मोबाइलले गजब गरौँ क्या, सब बताइदियो। अब बालेन सरकारलाई मैले एउटा निवेदन त्यही अघि नै गरेँ, तिमी ढुक्क भएर काम गर। मैले भने मान भन्न त मैले अलि मिलेन, किनभने प्रधानमन्त्रीलाई नि मेरो यो गरिदेऊ भनेर भन्यो। भन्लान् भनेपछि आखिरी चाहिने इच्छा हो मेरो कि चाहना पऱ्यो देश बचाऊ, राजा ल्याएर त्यहाँ राख। अनि त्यहाँबाट तिमी ढुक्क लाएर हनुमानजी हिँडेन, तिमीलाई कसैले छुनी होलै छैन। नत्र तिम्रो चाहिने जुकाले चाहिने खुन तान्छन्, बसी खानु दिँदैनन्, तिमीलाई हैरान पार्छन्। यी नेताहरू पनि किन भर्खर सरकार बने 3 महिना बाद अझै चाहिँ जनताहरू उफ्रिन थालिसक्यो सडकमा। होइन त्यो त चाँडै सक्छौँ कि भत्काउनु भन्ने चक्कर हो। बालेन सरकारलाई गिराउन सक्छौँ कि भन्ने हो। अब गिराउन चाहिँ नि अब उनले नराम्रो गर्दै गयो भने त आफै गिर्न पर्ने हुन्छ। अहिलेसम्मको त देखिया छैन। गिराउन पर्ने र गिर्ने अहिलेसम्म देखिया छैन। सुकुम्बासीहरू बिजोग भयो भन्छन् त यहाँ त हेर्नु। सुकुम्बासीलाई 15-15 हजार दिएको अरे राजा के अरे बालेनले। अब पक्का सुकुम्बासीले त उसले देला नि जो। अब हुकुमबासी रहेछ नि धेरै। अब हुकुमबासीलाई दिने कुरो त आएन। अब त्यसरी चाहिँ देशको सम्पत्ति लुटेर हुकुमबासी बनेका रहेछन्। त्यहीँ चामलिङ भन्नेले त्यत्रो चाहिने हतियार राखेर छ, तिनलाई समातेर हाल्न पर्यो। त्यो चामलिङको लिङ्क को छन् नि, हतियार राख्न खर खजाना भन्छन् त्यसलाई, त्यो चाहिँ राख्न मिल्दैन व्यक्तिगत मान्छेले। अब त्यो चाहिँ समातेर यिनलाई काठगरा हाल, कारकेर गर, कहाँ पैसा छन् त्यो पनि छानबिन गर। अनि मुख्य चिज चाहिँ नि तपाईँले सोचेका मान्छेहरू ल्याएर मन्त्रीमण्डलमा राखा। होइन मन्त्रीमण्डल पनि चेन्ज गर्ने अरे, अलि काम राम्रो भएन भन्ने सुनेको छौँ। चेन्ज गर्नुपर्छ। हो चेन्ज गर्न पर्ने। अब यो भनेर त हामीले किन भनौँ, धेरै खराब त छैन, तर यिनीहरू उतैतिरका मान्छे हुन्। कोही काङ्ग्रेसले फालेका, कोही एमाले फालेका, त्यस्ता मान्छे आछन् त्यहाँ। अनि तिमीलाई चाहिँ नि विभिन्न विडम्बना देखाइदिन्छन्। अब यो तपाईँले सोच्ने कुरा हो, हामीले भन्ने कुरो पनि त्यति हुँदैन। गोवन थापा त हाम्रो मुख छुन्न थाले, सरकार बोल्न दिएन, गुहार भन्दै थिए जो। अब अस्ति चाहिँ नि त्यो
रवि लामछाने देखाइदिउँ के हो देखाइदिउँ भनेको थिएन चिरकट्टो देखाइदिउँ हुन्छ चिरकट्टो देखाइदिउँ तिमी जन्मेको देखाइदिउँ भन्दै थियो त अब त्यो चाहिँ कुरा तिनका त्यो गफ हुन् ती केही हुनेवाला छैन सरकार तिम्रो छ कसैसित चाहिँ डराउनु पर्ने मैले देख्दिनँ अब तपाईँले चाहिँ नि गर्न पर्ने जनताले दिएको काम गर्नुहोस् जनताले तपाईँलाई म्यान्डेट दिएछ तपाईँ नडराइकन काम गर्नुहोस् भनेर हामीले भन्छौँ जो डर गया वो मर गया डराउने हुन्न त्यो हो नि कुरो त अब हिन्दीमै दिनुभयो त तपाईँले अब त्यही सुनेको थिएँ त्यो करे इन्डियातिर नि अलिअलि बसेको त्यो हिन्दी पनि आउँछ मलाई अलिअलि त्यही भएर भनिदिएको फेरि मान्दैन सम्झाइ बुझाइ गर्दा त मान्दैन त लातका भूत के बातले मान्दैन भन्थ्यो बातका भूत लातले मान्दैन भन्थ्यो के होइन यी शैतानी भएर आएका हुन् नि पहिला पनि सत्ययुगमा राक्षस र देवताहरूसित लडाइँ हुन्थ्यो अरे के अब त्यो देवताहरूलाई हैरान पार्थे अरे राक्षसहरूले अहिले पनि तमाम रहेछ म त सिंह र दारा भएका राक्षस हुन्छन् भनेको थिएँ केटाडीमा के राक्षस त यो नेपाली जनतालाई दुःख दिने मार्ने घरबाट लखेड्दिने हाम्रा त त्यो लैनो भैँसी काटेरको याद आउँछ मलाई क्या लैनो भैँसी बेलुकी चाहिँ नि पाडासितको भैँसी राति लएर खान्छन् यस्ता राक्षस चाहिँ नि बिचरा राक्षसको देउता कसलाई राक्षस भन्नु यिनी 4-5 जना यी ओली फोली के भन्छन् नि प्रचण्ड बाबुराम त भुँदै भइहाले यी पक्कै राक्षस हुन् अब यिनले चाहना पर्यो हाम्रो जनतालाई मर्नु दुःख दिए धन्न चाहिँ बालन सालन यो रविले काँडो चाहिँ एउटा छ्यास स्वतन्त्र के बनाएर ल्याए नि यिनले अब जाएन पर्यो सास फेर्न पाइन्छ भनेको सास फेरिया छ है अब राम्रो काम गरिदेऊ यिनलाई ठोक्ने काम कहिले कहिले हेर्नुहोस् खाल्टा गएपछि समसम हिँडेर त पार हुन्न ब्रुक्क उफ्रेर पार गर्नुपर्छ त्यस्तै ठोक्ने ठाउँ भेट्टाएपछि ठोक्न पनि पर्यो अब राम्रो गरेर हुने ठाउँ राम्रो पनि गर्न पर्यो त्यस कारणले बुझ्या छौ अब जनताले भन्ने यही नै हो हामीले त अब तपाईँभन्दा जान्ने भएर भन्नु पनि भएन त्यो जान्ने तपाईँहरूलाई भनेर हामीले जिताएको पनि हो कतिले त भन्छन् बालिन बोल्दैन भित्रभित्र ठोक्छन् यिनले त कालले छोड्ला बालिनले छोड्दैन भन्छन् कतिले हेर्नुहोस् अब त्यही काम गरेका छन् लक्षण त्यस्तै देखिन्छ बोल्दैन कोहीलाई ल्याएर ठोक्छ कोहीलाई तरिकैसँग ल्याउँदैछन् अरे भन्न त्यति त कान राम्रो भएछन् नि सुनिया छ त अझ तिनलाई ल्याएर ठोक्दा दिन त आहा है मान्छे त खुसी हुन्छ नि त्यो हो तिनले पैसा पनि ल्याएर भन्दा झन् उफ्रन् ती मान्छे नाच्ने हो पुरै मजाले नाच्यो कुन जनता रिसाउँछ बताउनुहोस् तिनका पैसा जाति भ्रष्टाचार गरेका ल्यायो भने अनि को रिसाएर यिनलाई भन्नुहोस् त अनि तपाईँ त खसी ढालेर खाने भन्नुहुन्थ्यो अस्ति खसी त होइन कुखुरो ल्याउने भनेको हो त्यो समातेर कोर कहाँ हाल्दा आदैन त्यही हेरिरहेछौँ हामी कटघरा बाबुराम र प्रचण्डलाई है फेरि यो ओली त जेसुकै गर्न चाहिँ गर्छौ तिमीले यी ज्यानमारालाई है यी दुईटालाई यिनले त हुँदो नहुँदो ल्याए नि हो सुरङ खनेर लड्छु अरे इन्डियासित अनि पछि नेपालको झन्डा फालिदिने अरे त्यहाँ त्यो आन्दोलनमा हेर्नु भने त्यो झन्डै लिएर आएको थिए अर्कै नेपालको झन्डा हटाउने अरे अनि त्यो को रिसाउँदैन यार अनि ती सानसाना केटाहरू अहिले त ठुल्ठुला भए 30-35 का नि भइसके हाम्रा छोराहरू जत्रलाई समातेर लएर हामी त खाटा पनि लुकाएको छैन नि यहाँ भनेर क्या बन्दुक सिकाउने अरे अनि त कमान्डर भइस भन्ने अरे अनि कमान्डर भनेपछि ती सानसाना केटा त खुसी हुने भयो नि अब के को कमान्डर हो थाहै छैन अनि त्यस्तो अघि लगाएर मरायो ती नेपाली दाजुभाइ त मरायो हाम्रै छोरा भाइ भतिजा मरायो नि म त्यसमा सहमत छैन त्यसो हुँदाखेरि यी चाहिँ अपराधी हुन् यी दुईटा यी सुरङ खन्ने होला आज सुरङको कुरै हरा हेर्नुहोस् त तपाईँहरूले सोध्नु होला तपाईँ थाहा नपाए हामी सुरङ खनेर लड्छौँ भनेका हुन् लो यिनले अहिले लिपुले कालापानी जाने लयो उसले भन्छन् चुक्क बोल्दाखेरि के अरे ओ उहाँ गएको चाहिँ के भनेछ राँगा भैँसी लिएर आएछ राँगाका मुर्रा भैँसी यस्तालाई यही भए हुन्छ भनेर उसले पठाइदियो ऊ मक्ख भएर आयो अनि कहाँको चाहिन्छ म दिन्छु भनेर आयो उसले जोडेकै सम्पत्ति होइन राजाले जोडेको सम्पत्ति यहाँ उसले बाँड्ने अधिकारै छैन भाइ मैले 2-3 जग्गा छ भने अधिकार मेरो हुन्छ
मैले केही पनि जोडेको छैन भने मैले चाहिँ नि त्यो हाँक दिन्थेँ क्या कि म यो दिन्छु त्यो दिन्छु भने यी चाहिँ नि भ्रष्टाचारी हुन्, यिनलाई ठोक्नुपर्छ। यो बालनजीले सुजनजीले नडराउनुहोस्, बारम्बार त्यही भन्छु। राजा ल्याएनौ भने फेरि तपाईँमाथि हामी लाग्छौँ है, यो पनि भन्ने, यो पुर्याइदिनु के हो। यो चाहिँ के चेतावनी हो कि धम्की हो तपाईँको? धम्की पनि होइन, चेतावनी पनि होइन, सल्लाह हो। राजा ल्याएनौ भने चाहिँ नि तिम्रो पछि लाग्छ मान, लाग्ने हो, लाग्ने मजाले लाग्ने। हेर्नुहोस्, अनि के हुन्छ थाहा छैन। त्यो अब दोबारा चाहिने राष्ट्रपति, त्यो नाग राष्ट्रपति ती 4-5 वटा भइसक्यो, यिनले के गरे उपलब्धि? पर्दाखेरि लुक्ने, कोही चाहिँ नि कुना गएर जो चाहिँ नि देशको कमान्डर हो नि ऊ है भनेर बस्नुपर्छ र यसो नगर भन्नुपर्छ। खोइ यस्ता पदुवा राष्ट्रपति हामीलाई चाहियो छैन। त्यसो हुँदाखेरि बालन सरकार, सुजन बाबु, हेर तपाईँ दुईजनालाई मैले यो कडाइका साथ भन्छु, राजाले पनि सल्लाह छैन भने नि तपाईँहरूको पछि हामी सबै राजावादीले गर्दा तपाईँ उभिनुभएको छ। यो तपाईँलाई राजावादीको भोट पनि गएको छ त्यहाँ। तपाईँले हानेको हो भोट? यिनीको अब यिनले राजावादीले नाम बेच्दै खाँदै अरे यिनले जित्ताएन। अब बालनलाई दिने हो, बालन त अलि तगडा छ नि, उसैले गर्ला भनेर दिएको, बालनको नाम बेचेको हो हामीले। ड्यामका ड्याम दियो, ड्यामका ड्याम। यहाँको एउटा पुकार बम हो के थियो हाम्रो एरियाको, त्यो पुकार बम भन्ने पनि पछि नाम थाहा पाएको हो। होइन त्यतिकै भोटै नदी जस पनि लिने छन् र यहाँ कति तपाईँले पनि दिनु भएन कि बा? होइन, अब मलाई गफ गर्नु, अब मर्ने बेला मलाई झुट बोल्नु छैन, होइन 1 इन्च पनि झुट बोल्नु छैन। अब त्यो जान पर्यो, त्यो पुकार बम भन्ने चिनेकै छैन, बालनलाई सपोर्ट होला भनेर ठोकिदियो। लौ खा त्यसैले जितोस् भनेर कसम ठोके हो। कसम त ठोकिन, भोट ठोके के तपाईँलाई नि यार पत्रकारज्यू। कसम ठोक्ने हो भने त उहाँ त्यत्रो कसम खानेवालाले म देश बिगार्दिनँ, म यो गर्दिनँ भनेकाले गएर भ्रष्टाचार गर्ने, देश बेच्छु भन्न लाए। अब म जस्तो यस्तो जाने गाउँलेलाई त्यो कहाँ कसम खुवाउनुहुन्छ तपाईँले? कसम भनेर चाहिँ के हुन्छ र? अब भोट चाहिँ नि सबै जनतालाई। मेरो जानेका हाम्रो त 22 जनासम्म, यहाँ 22 जनासम्म हाम्रो यहाँ सबै काङ्ग्रेस हो। हामी फेरि पहिलाको त्यो काङ्ग्रेसले त कल कारखाना त्यो सब बेचेर खाएर, अब काङ्ग्रेसका साथीभाइ रचन भने त रिसाउनु होइन। सब पछि पो यो मोबाइलले मेरो सबै थाहा दियो के जुट फ्याक्ट्री बेचेको, सिमेन्ट फ्याक्ट्री बेचेको, कपडा फ्याक्ट्री यस्ता नि हाल्छन् भोट। यही बालन नयाँ आएको छ, यसैले चाहिँ अनुमान गर्छ भनेर यसैलाई ठोकियो। सब परिवारलाई मैले त भने, मभन्दा अलि उमेर कमाइका छन्, एउटा सम्झी मात्रै अलि मभन्दा जेठा हुनुहुन्छ। अहिले त भयो बालनलाई ठोकौँ भन्ने भयो काङ्ग्रेसले। अनि काङ्ग्रेस कहाँ पुग्यो अहिले हेर्नुहोस् त, राजा छोडो यो पनि गयो। अब आउँदैन यिनीहरू, आउँदैन। यी चारैजना आछन् भने तपाईँले यो रेकर्डमा राख्नु, यिनी आउँदैन। अब तपाईँ चोर हो भनेपछि मैले थाहा पाइसकेपछि अनि तपाईँलाई मैले नमस्कार गर्न जान्छु त नि, त्यस्तै भयो क्या यी। अब यी केपी शेरे आउँदैनन्, यी बेपत्ता भए, सकियो यिनीहरू। यिनीहरूको छाउरा पनि आउँदैन, यिनी पनि आउँदैन। अब मलाई गाली गरेर भन्न चाहनु भने गजबले गाली गर, एक मान घिउ हाला। म मन्त्री सन्त्री त छोडिदिनु, सदस्य हुनेवाला पनि होइन, किनभने अब उमेरले नि दिँदैन। अब त्यति साह्रो त्यो फटाइ जान्न पनि पर्नेछ के। होइन टाउको उठाउँदैछ भन्छ यिनीहरू त पछाडि हेर्नुहोस्। कसले? दसैँ पछाडि त आँधी बेरी ल्याउँछ आन्दोलनको भन्छ। यिनका मुखका आँधी बेरी कति खाए। मुखले त तपाईँलाई भनिदिन्छ नि, अनि केही हुनेवाला छैन। बालन त्यही उसले चाहिँ बालनले एक बोलोस् त, यसलाई फलानालाई पिट भन्ने हो भने मान्छेले कहाँ पिट्या हुन्छ के। यिनले चाहिँ गाली हेरेर केही हुनेवाला छैन। यिनीहरूले माखो मार्दैन, आँधी बेरी त्यो दिलमा राति चाहिँ भने थिएँ एक फेरि मैले सिरेक ओढेर सुत्ने, लात्ताले गोड्ने सिरेकलाई, बिहान उठ्दा भुङ्गान परेको हुन्छ त्यो सिरेक के हो। त्यो दिलले सन्चा मानेर त्यो पुट्ने हो, अरू उपाय यिनको छैन। त्यसो हुँदाखेरि होइन राति सपना पनि डराउँछन् रे, आयो होला बालनको सेना मेना समाउँछ कि त्यो चाहियो होला है। यिनीहरू पुरा निद्रा छैन यिनीहरूलाई। अब बिचरा त्यो शेरबहादुर देउपा दुइटै कता हराए हेर्नुहोस् त, कसैले कता भन्छ त्यस्तै पनि भाग्ने हो, देशै छोडेर भागे। अनि त्यो जिउँदो लास भएन त,
त्यस्तो गरेर चाहिँ नि त्यो सम्पत्ति के गर्नु भयो हामीलाई त यहाँ 100 रुपियाँ भए फलान चिज खाँदा भन्ने हुन्छ उसलाई पैसै खाए पुनी बनाएर चाहिँ न त पैसा कामै लाग्दैन तिनको अब यिनी जो छन् अस्ताएको घाम हुने यिनीहरू उफ्रन चाहिँ अब नअस्ताने बेलासम्म उफ्रलन घाम डाँडामाथि पुगेको छ हेर्नुहोस् तल नखसन्जेरी नि उफ्रलन अब त्यो उफ्रे भनेर चिन्ता मान्ने विषय होइन समयले यिनलाई नेटो कटाइसक्यो अब तपाईँहरू जस्ता भर्खरका युवाको जिन्दगी हो अब यो देश बचाऊ अनि राज गर अब राजाले बनाइदिएको देशमा बसेर उफ्र अब बेच्यौ भने तिमी नि उफ्रन पाउँदै हामी त मरेर जाने हो अब समय पनि छैन कहिले कहिले बिमारी हुन्छ अब त्यो बिमारीलाई चाहिँ बालनले नि देखभाल गर्दा रहन्छन् कि के भयो कुनै दबाई सबै अब घर घरमा ल्याउँछ अरे दबाई अब त्यो राम्रो त सुनेको छु है यो कानले त सुनेको छु है दबाई नपाए नि कानले त सुनेको छु यी ढाकाहरूले त त्यो कानले सुन्ने पनि गराएनन् क्या ओ बिमा स्वास्थ्य बनाउने अरे के हो गरिदिने त्यही पानी जहाज ल्याउँछु भने काठमाडौँमा पानी जहाज ल्याउँछु भने जस्तो गफ त हाने नि माखो मरेन यिनीसित अब हाम्रो घर घरै चाहिँ नि बिजुली बत्ती ल्याइदिन्छु खाना पकाइदिन्छु भने नि अब कसैले पताउनेवाला छैन मलाई त पैसै दिए नि पताउनु हो मलाई 2 लाख रुपियाँ ल्याऊ अब तिमी पत्याउ भन्ने भने म त पत्याउनु त्यो 2 लाख रुपियाँ बरु राख्ने पत्याउनु चाहिँ त हो त चाहिँ तैँले भनेको भन्ने यी चाहिँ गफाडी हो नि यी दुष्ट हुन् भन्ने जानिन्छ कुरो त्यति हो अब यी सकिए को सके यी 4-5 जना ओली शेरे देउबा प्रचण्डे बाबुराम भट्टराई यिनीहरू सकिए क्या माकुने यिनीहरू बिचरा ओह्रालो लाए अब यिनको छायाले पनि यिनलाई लखड्दै छ घाम पर्छ नि त्यो छायाले यिनलाई पछि आयो भने झसङ्ग हुन्छन् के त्यो छायाले हो त्यसरी लखड्दै छ यिनलाई हामीले अब लखड्न पर्दैन बालनजीले चाहिँ नडराई काम गरे हुन्छ निष्फिक्रितालले तर पुलिसलाई चाहिँ भन्न पर्यो त्यो ट्राफिकलाई भन्न पर्यो जनतालाई दुःख नदियोस् होइन आफ्नै मन्त्री झनै समाएर हिजो अस्ति रविले रोकेर मात्र हेरे हेर्नुहोस् होइन त्यस्तो त बदमासीले त समाउनु पर्यो नि होइन आफ्नै मन्त्रीलाई घोक्राउँछन् र त तिनले होइन त्यो समाउँछन् यिनीहरूले यिनी कानुन आफ्नो बनाओ अरू होइन आफ्नो कानुन बनाओ बरु तर चाहिँ यिनलाई समाउनु पर्छ जनतालाई नै समाउनु पर्छ रङ साइडमा गयो भने तर 50,000 र 10,000 यी काम चाहिँ हुँदैनन् है यो नेपालीले बिहान बेलुकी खान पाएको छैन यार 50,000 तिर्नभन्दा त आगो लगाउँछन् के अरे त्यस कारणले यी सुन्नमा आछ यी बिल्कुल क्यान्सल गर यी हुनेवालै छैनन् नेपाली जनताले त 100-200 रुपियाँ तिराए हुन्छ दण्ड भनेको 1 रुपियाँ पनि हो के 1 रुपियाँ दण्ड तिराउनु भनेको नि त्यसको चाहिँ नि अस्तित्व समाप्त पार्नु हो बहुत गलत गरिस् भन्ने हो उसको बासै हिँडाल्ने त भएन नि त अब 1 लाखमा त्यो थोत्रो मोटरसाइकल लिएर आएको स्कुटी अब 50,000 तिर्न लगायो भने त्यो मोटरसाइकल स्कुटी त्यसै नि थोत्रो भइराखेको थियो छोडिदिउँ भन्न परेन यो यस्ता विचार गर्नुपर्ने कुराहरू छन् नि अब बालन सरकारलाई ती बिग्रेका गाडी आगो लगाएका गाडी ती सबै बनाऊ इन्जिनहरू ठिक छन् को चेक गर तिनैमा पैसा आउँछ के आशीर्वाद छ प्रधानमन्त्रीलाई अन्तिममा छ अब प्रधानमन्त्रीज्यूलाई त मेरो ठुलो आशा पनि छ आशीर्वाद पनि छ तिमी नडराऊ यिनलाई ल्याएर ठोक त्यही हो मेरो ठुलो आशीर्वाद यी 4-5 जना ल्याएर त्यहाँ हालेपछि हामीहरूलाई तिमीले केही दिनु पर्दैन दबाई पनि नदिने भए नदेऊ यिनले त अब आउने केटाहरूलाई त बासै खतम पार्ने भयो पैसा यहाँ छैन अब विदेशमा गएर नोकरी गरेर ल्याएछन् बिचरा ती केटाहरूले यहाँ घर पठाउँछन् यिनले पैसा जति उता पठाउँदो रहेछन् भनेपछि म तपाईँको आयु बढोस् तपाईँको आयु पनि लागोस् बरु अब मेरो आयु लाग्ने भए त भगवान् भए त दिनुहुन्थ्यो अब त्यो चाहिँ अलिक कसो हो अब 25 वर्ष मैले भनेको छु 25 वर्ष यस्तै गरेर गयो भने 25 वर्ष तिमी प्रधानमन्त्री सुजन गुरुङ पनि त्यसको पछि छ प्रधानमन्त्रीको लाइनमा प्रधानमन्त्री बनोस् या नबनोस् गृहमन्त्री त भइराख यो ठोक्ने मान्छे हो क्या त्यसो हुँदाखेरि तपाईँ दुवै भाइलाई मेरो धन्यवाद नमस्कार
यो अरू त म त्यति गर्दिनँ। खोइ कहाँ हराए ती के रवि लाम्छाने भन्ने पनि नाका डाँडी भाँचेको खोइ एउटा भाँचेको देखाएन त्यो चाँडै गर त हो। यति निवेदन हो है, ल, हामी त नमस्कार के गर्न सक्छौँ। लो नमस्कार भाइहरूलाई पनि छोरीलाई पनि नमस्कार है। ल जय राष्ट्रवाद, जय राष्ट्रवाद, जय राष्ट्र, जय राजा, जय पृथ्वी हाम्रो देश, जय बालेन। जय बालेन।